नमस्कार, स्वागत छ तपाईंलाई नेपाली रुद्राक्ष च्यानलमा। आजको भिडियोमा हामी जान्नेछौँ अत्यन्त शक्तिशाली दुईमुखी रुद्राक्षको बारेमा, जुन रुद्राक्षले सम्बन्ध सुधार्छ, मनमुटु जोड्छ र जीवनमा शान्ति ल्याउँछ। र पुरा भिडियो हेर्नुहोस्। दुईमुखी रुद्राक्षमा दुईवटा प्राकृतिक रेखा हुन्छन् जसले प्रतिनिधित्व गर्छ भगवान शिव र माता पार्वतीलाई। यसलाई अर्धनारीश्वरको स्वरूप पनि भनिन्छ, जसले पुरुष र स्त्री ऊर्जा सन्तुलनमा ल्याउँछ। अब कुरा गरौँ यसको फाइदाहरू। पति पत्नी बीच प्रेम र समझदारी बढाउँछ, सम्बन्धमा भएका झगडा कम गर्छ, मानसिक शान्ति दिन्छ, आत्मविश्वास र भावनात्मक सन्तुलन बढाउँछ, एक्लोपन कम गर्छ, विवाहमा समस्या भएका, सम्बन्ध बिग्रिएका वा प्रेम सम्बन्ध सुधार्न चाहनेका लागि दुईमुखी रुद्राक्ष अति उत्कृष्ट हुन्छ। कसले लगाउने? वैवाहिक जीवनमा समस्या भएका व्यक्ति, प्रेम सम्बन्धमा तनाव भएका, मन स्थिर हुने इमोसनल व्यक्ति र कर्कट राशिका लागि विशेष राम्रो। यो रुद्राक्षले सम्बन्ध जोड्ने र मन शान्त बनाउने काम गर्छ। दुईमुखी रुद्राक्ष कसरी लगाउने? सोमबार बिहान लगाउनु उत्तम। गङ्गाजलले शुद्ध गरेर ओम नमः वा ओम शिव पार्वत्यै नमः मन्त्र 108 पटक जप गर्नुहोस्। चाँदी वा रातो धागोमा लगाउन सकिन्छ। हृदय नजिक, आफ्नो छाती नजिक लगाउँदा यो अति प्रभावकारी हुन्छ। ध्यान दिनुहोस्, नक्कली रुद्राक्षको प्रयोग नगर्नुहोस्, अशुद्ध अवस्थामा नलगाउनुहोस्। श्रद्धा र विश्वास अत्यन्त महत्त्वपूर्ण हुन्छ। यदि तपाईलाई आफ्नो जीवनमा प्रत्येक प्रेम, शान्ति र सम्बन्ध सुधार चाहनुहुन्छ भने दुईमुखी रुद्राक्ष एकदमै लाभदायक हुन सक्छ। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला र हजुरलाई नेपाली ओरिजिनल रुद्राक्ष चाहिएमा स्क्रिनमा देखाइएको नम्बरमा व्हाट्सएप गर्न सक्नुहुनेछ। धन्यवाद।